लेटाङ नगरपालिका वडा नम्बर 1 लाखमा अवस्थित झोलुङ्गे पुलदेखि लगभग 1 किलोमिटर माथि चाहिँ पाथिभरा मन्दिर, माइली पाथिभरा मन्दिर अवस्थित छ। त्यो मन्दिरमा जानका लागि झोलुङ्गे पुल पार गरेर हामी जानुपर्छ। यहाँ एउटा WL कटेज छ। यो चाहिँ वान अफ द फेमस कटेज लेटाङ नगरपालिका वार्ड नम्बर 1 लाखको। यहाँदेखि चट्ट हामी गएपछि यस्तो उकालो यहाँ माथि फेरि अर्को कटेज पनि छ। हाम्रो रिसोर्ट भन्ने यहाँ हाम्रो रिसोर्ट लेखिएको छ। अनि यहाँबाट ठक्क माथि गएछ माथिको डाँडामा चाहिँ लगभग 1 किलोमिटर हिँडेर चाहिँ हामी माइली पाथिभरामा आज दर्शन गर्न जाँदैछौँ। ल आज हामी चाहिँ माइली पाथिभराको दर्शन गर्न लाग्यो। यहाँ हाम्रो लेटाङ 1 को वडा अध्यक्ष विष्णु मगरज्यू पनि आउनु भएको छ। ल यहाँबाट चाहिँ यस्तो रमणीय दृश्यहरू देख्न सकिन्छ। ठक्क यहाँ चाहिँ भोला भन्ने ठाउँको दृश्य हेर्नलाई कति राम्रो छ। केराबारी 9 भलुवा यहाँ चाहिँ पुरानो घरहरू पनि छ। हिँडाइ चाहिँ कडा हिँड्नु पर्दो रहेछ भेना। हिँडाइ चाहिँ डह्रो एक्सर्साइज हुने रहेछ नि होइन। सुगर प्रेसर सबै ठिक हुन्छ नि। यहाँ चाहिँ बिहान बिहान जहिले हिँडिरह्यो भने होइन। यहाँ हाम्रो लेटाङ नगरपालिका 1 लाखको हाम्रो महिलाहरू चाहिँ एकदम सक्रिय छन् क्या। यहाँ बाटो साटो फाँडेर यस्तो छ है माइली पाथिभरा जाने बाटो। ल हामी यस्तो बाटोबाट जाँदैछौँ है मन्दिर दर्शन गर्नु। हाम्रो अध्यक्षज्यू पनि अलिकति यही ठाउँमा चाहिँ हुर्केर बढेको भएको कारणले होला तिरिरी हिँड्दैछन् नि हौ। आज चाहिँ यहाँ हाम्रो वडा अध्यक्षज्यूलाई यहाँको बाटो देखाएर यो मन्दिर जाने बाटो चाहिँ कसरी यसको पूर्वाधारहरू निर्माण गर्न सकिन्छ भनेर पनि उहाँलाई यहाँ बोलाइएको छ। अब उहाँले लेटाङ 1 को राजा रानीलाई चाहिँ एकदम पर्यटकीय स्थल बनाइसक्नु भएको छ। उहाँको त्यहाँ पनि अमूल्य योगदान छ। उहाँले चाहिँ लेटाङ 1 को लागि धेरै काम गर्दै हुनुहुन्छ होइन। अब यता पनि गर्नु पर्यो। यहाँ यस्तो यो बर कि पिपल हो? पिपलको बोर्ड छ। यहाँबाट हेर्नु होला सर होइन। यहाँबाट हामीले दर्शन सुरु गऱ्यौँ। यो त फेरि अचम्मको बोर्ड पो रहेछ त हौ भेना। माथि उम्रेको रहेछ होइन। त्यहाँबाट भाँचिएर आएछ अनि यहाँ छ बोर्ड होइन। अनि यहाँबाट भाँचिएछ। भाँचिएर फेरि यहाँ आएर यहाँबाट उम्रिएर गएको छ। यो पनि अचम्मै छ है। यो चाहिँ पिपलको बोर्ड हो है। बाटो चाहिँ यस्तो छ है। अब यहाँबाट हिँड्दै 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 उकालो छ अलिकति। यो माथि डाँडो चाहिँ पहिला हाम्रो बाजे बोजूहरूको पालामा चाहिँ राति बत्ती बलिरहन्थ्यो अरे क्या। अनि यसले चाहिँ अलिकति धार्मिक मूल्य पनि बोकेको कारणले गर्दाखेरि चाहिँ अब हामीले यहाँ मन्दिर स्थापना गरेका छौँ दुःख सुख गरेर। यहाँबाट सिमेन्ट बलुवा सबै बोकेर श्रमदान गरेर मन्दिर बनाएको नि हो भएन हो त। अनि यहाँ ठक्क अलिकति विश्राम गर्ने ठाउँ पनि छ। यहाँ आदरणीय दिदीहरू सबैजना दर्शन गर्नको लागि यहाँ यता त्रिशुल चढाउन आउनु भएको छ एकजना। सबै रोग व्याधहरू जाओस् भनेर हाम्रो अध्यक्षज्यू चाहिँ जोरदार हिँड्नु हुँदो रहेछ। ल अध्यक्ष आज चाहिँ यहाँको बाटो तपाईँले राम्रो अवलोकन गर्नुभयो। अब आउने दिनमा यसलाई यसको भौतिक संरचना कसरी निर्माण गर्न सकिन्छ त्यो विषय चाहिँ गहन रूपमा लिएर बजेट विनियोजन गर्नुपर्ने भयो अध्यक्षज्यू। यहाँ चाहिँ दुःख सुख गरेर श्रमदानबाट होइन दिदी हामीले मन्दिर स्थापना गरेका छौँ। अध्यक्षज्यूलाई केही कुरा भन्नु त कल्पना दिदी भन्नुभयो। राजा रानी सामुदायिक बनाऊ अनि त्यो राजा रानीलाई जसरी हराभरा बनाउनु भएको छ नि हाम्रो पाथिभरा मातालाई पनि त्यस्तै हराभरा बनाइदिनुहोस्। एकदम सही कुरा एकदम सही कुरा। ऊ अध्यक्षज्यूको कुरा हेर्नु न है। पहिला मृगल खेदाउँथ्यो क्या त्यो भन्दा नि यहाँ बजेट विनियोजन गर्नुपर्छ भनेर चाहिँ भागे जस्तो छ।
निर्मलजी के छ अध्यक्षज्यूलाई केही कुरा राख्ने होला नि त हामी मन्दिर आइपुग्न आँट्यौँ है ल हामी मन्दिर आइपुग्यौँ है मन्दिरको शक्तिले खिचेछ नि हामीलाई छिटै आइयो त ए पाथिभरा माता यहाँ हामीले यस्तो माथि डाँडामा पनि शौचालयको व्यवस्था गरेका छौँ यहाँ खानेपानीको व्यवस्था पनि गरेका छौँ यो मन्दिरमा चाहिँ अलिकति नि भएन यो उपद्रो गर्ने खालको उशृङ्खल खालको मान्छेहरू पनि आएर यहाँ धेरै तोडफोड गर्यो अरे ल यस्तो कार्य नगर्नु होला कुनै न कुनै बेला तपाईँहरूलाई माताले अब मन्दिरले अब केही न केही शक्ति हुन्छ मन्दिरमा तपाईँहरूले त्यसले पिरोल्न सक्छ तपाईँहरूको जीवनमा कुनै दिन नराम्रो हुन सक्छ मन्दिरको आसपासमा तोडफोड गर्ने कार्यहरू चाहिँ नगर्नु होला अब एउटा तपाईँहरू सचेत नागरिक बन्न पनि अनुरोध गर्दछु ल हामी चाहिँ मन्दिर आइपुग्यौँ है हामी ठ्याक्क 15-20 मिनट जति हिँडेपछि हामी मन्दिर आइपुग्यौँ यहाँ चाहिँ माथि डाँडोमा मन्दिर स्थापना भएको छ यहाँ हाम्रो एकदम ज्वाइँ साहब हुनुहुन्छ टोल विकासको अध्यक्षज्यू पनि हुनुहुन्छ यता हाम्रो बोजू यता हाम्रो बुहारी नानी यता मन्दिर अब भर्खर यहाँ माताहरू आउनुभएको छ भित्र अब सरसफाइ हुँदैछ यहाँ सबैजना दर्शनार्थीहरू भक्तजनहरू हुनुहुन्छ अब यहाँबाट तपाईँहरूलाई म सर र यो डाँडोबाट देखिने मनमोहक दृश्य देखाउँछु होइन यी हाम्रो यहाँ हेन्सम कान्छो भाइ पनि अघि आइसकेका छन् यी यता दर्शन गर्ने दर्शनार्थीहरू भक्तजनहरू लु यहाँबाट हेर्नुहोस् है दृश्य सर र लु हेर्नु कति रमाइलो दृश्य देखिन्छ यहाँ यो चाहिँ केराबारी गाउँपालिका 9 नम्बर वार्डको भलुवा भन्ने ठाउँ हो सबैजना दर्शन गर्न आएको छ यहाँ हाम्रो हेन्सम भाइ सुजन मगर एकदम भावी वडा अध्यक्ष यता हाम्रो फेरि खतरा भाइहरू अहिलेको ऊर्जाशील भाइहरू यहाँ बसिरहेको छन् यहाँहरू डाक्टर मोहन यादवजी पनि दर्शन गर्न आउनुभएको छ नि डाक्टर मोहन यादव आउनु पर्यो नि दाजु भगवान यस्तो छ है यहाँको परिदृश्य चाहिँ मन्दिरको लागि यो एउटा त्रिशुल 2 कार्टन जुस ल्याउनु भएको छ उहाँलाई हाम्रो तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु टोल विकासको अध्यक्षजीले हाम्रो छत्रपति दालज्यूले चाहिँ यहाँ 2 कार्टन फ्रुटी अनि त्यसै गरी त्रिशुल चाहिँ सौजन्य गर्नुभएको छ उहाँलाई मुरी धन्यवाद यहाँ हाम्रो भतिजी नानीहरू अहिलेको चल्दो बल्दो रेखा थापा नि तिमी यता हाम्रो बुहारी नानी हुनुहुन्छ ल अब हाम्रो चाहिँ यहाँ सरसफाइ हुँदैछ पूजाआजा गर्नको लागि भित्र मन्दिरको यसो दृश्य पनि देखाउनु पर्यो नि त हाम्रो मन्दिरलाई त प्रचार प्रसार गर्नु पर्यो